कसको मेरो यसको दर्ता छ अब छ कि छैन अब त्यो त एकचोटि देखाइदिनु एकचोटि हेर्नु पायो भने कस्तो अब हजुर दर्ताको लागि हेर्नै पर्ने मान्छे त होइन मैले होला। इच्छा राखेँ मलाई हजुर कसैको दर्ता गरेर नागरिकको हिसाबले मलाई यसो गरेर मलाई एउटा सामान दिनु पर्यो हजुरले मलाई यो यस प्याकेट किन्नु पर्यो हजुर त्यो बनाउनेले त राखेन भने म बेच्नेले कसरी राख्ने? मैले अहिले उजुरी हालेँ भने मूल्य सूची नराखिकन सामान बेच्नु हाल्नु नि त हाल्दिनँ म सुन्नु एक मिनट 152 हजुरले के भन्नुभयो भने हजुरको एउटा अर्को शब्द मलाई मन परेन सर म तपाईँलाई एउटा भन्छु मलाई म ग्राहकको रूपमा म ग्राहक हुनु पाएँ कि मलाई निकाल्नुहुन्छ ग्राहकको रूपमा निकाल्दिन मलाई किन्नु पर्यो यसको कहिले बनेको यो सर एक सेकेन्ड यसमा छैन त्यो किन नराख्नु भयो यो खाएर मेरो जानुभयो भने तपाईँ व्यापारी भएर एक सेकेन्ड यो खोज्दै जानुहोस् यो संसार सबै ठाउँ यो मौरी बनाएर भेटिन्छ। तपाईँको चाहिँ नखोज्ने मैले सुन्नुहोस् खोज्दै जानु यो पाइन्छ एक सेकेन्ड है सर सरले मलाई सोध्नु पनि त मैले जवाब दिएँ नि त मैले दिएँ चित्त नबुझाउनु पाउनुभयो मलाई त अदालतले भन्यो मानेर आएँ तपाईँलाई अहिले मूल्य पनि राख्नु भएको छैन कहिले एक्सपायर भयो कहिले पनि एक्सपायरी डेट पनि राख्नु भएको छैन यस्तो सामान बेचेर जनताको स्वास्थ्यमा खेलवाड गर्ने तपाईँ मैले खेलबाड गरेर म मात्रै होइन सबै यो काम सरकारको हो। हजुर गृह मन्त्री हुँदाखेरि कोले के अरे यो कम्पनीहरू यसरी नगरेका कम्पनी चेक गर्न लाउनु पर्थ्यो। म त ग्राहक म तपाईँको पसल होइन ग्राहक होइन तपाईँ गृह मन्त्री पनि हुनुभएको तपाईँ अहिले सार्वजनिक ग्राहक होइन गृह मन्त्री भइसक्यो मान्छे तपाईँ आफ्नो सबैले त्यो के अरे लेभल मिलाउन सक्नु पर्थ्यो नेपालमा। आफ्नो विषयमा चाहिँ तपाईँ न्यायाधीश भन्नुभयो किन अरे दिला नि एक सेकेन्ड यो सरकारको काम हो यो फ्याक्ट्रीवालालाई भन्नुभयो नि त अहिले सुन्नुहोस् साउजी हुनुहोस् न सरकारको काम हो यो सरकार के अरे दर्ता गर्नु मेरो कुरो म सानो गर्छु कतिको लाखको काम गर्छु त्यो दर्ता गर्ने मेरो काम हो मसित दर्ता पनि छ सबै कुरो छ कसैले छैन मेरो छ अरूले गर्न पाउँदैन भन्नु मैले एउटा उदाहरण मात्र दिन खोजेको कि प्रक्रियागत उदाहरण यस्तो प्रतिक्रिया सुन्नुहोस् सुन्नै मात्रै हामीले बोल्नै नि पाइन्छ नि उसले हुनुहुन्छ सुन्नुहोस् प्रक्रियागत त्रुटि भएको आधारमा तपाईँलाई थुन्न मिल्छ अहिले मेरो पनि त्यस्तै हो बुझ्नुहोस् थुनिनु नि त सम्मान म मात्रै होइन सम्मान यो यो पसलको